नमस्ते साथी, म रञ्जना झा। हामीले विगत कति वर्षदेखि यो पार्टीहरूलाई हेर्दै आइरहेका छौँ र यसमा मैले पनि अनुभव के गरेँ भनेदेखि अब जस्तो कि काङ्ग्रेस पार्टी छ भनेदेखि काङ्ग्रेसको कार्यकर्तालाई उहाँहरूले सपोर्ट गर्नु हुँदो रहेछ। यो साधारण जनताहरूको दुःख पीडा बुझ्ने उहाँहरूसँग वास्तै छैन। उहाँहरूले के गर्नुहुन्छ भनेदेखि जनताहरूको आफ्नो हक हितको लागि, आफ्नो स्वार्थको लागि मात्रै युज गर्ने र जसले उहाँहरूलाई बढी सपोर्ट गरिरहेछ, कहाँबाट उहाँलाई पैसा आउँदो रहेछ, फाइदा हुँदो रहेछ, त्यस्तो त्यस्तो जनतालाई, त्यस्तो त्यस्तो व्यक्तिहरूलाई उहाँले सपोर्ट गर्नुभएको छ र आफ्नो मान्छेहरू बनाउनु भएको छ क्या, ठाउँ ठाउँमा आफ्नो मान्छे बनाउनु भएको छ र उहाँहरूलाई मात्रै अगाडि बढाउने। साधारण सर्वसाधारणको लागि उहाँहरू नेता बनेको होइन, उहाँहरू केही व्यक्तिको लागि नेता बनेको हो, गुन्डागर्दी गर्नको लागि नेता बनेको हो। र अब हामीले यति पनि देखिसकेका छौँ। त्यही भएर म रञ्जना झा काङ्ग्रेस पार्टीमा अहिलेसम्म एउटा साधारण सदस्य भएर बसेको थिएँ, तर आजदेखि चाहिँ मैले यो काङ्ग्रेसको परित्याग गरेको छु र म कुनै पनि पार्टीमा लागेको छैन र लाग्ने पनि छैन। मैले एउटा स्वतन्त्र घोषणा गर्दैछु। म आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै समर्थन गर्नेछु र राष्ट्रिय स्वतन्त्र पार्टीले जुन बालेन हुनुहुन्छ वा रविज्यू हुनुहुन्छ उहाँहरूलाई हामी समर्थन गर्दछौँ र मसँग जुड्नुहुने साथीहरू जो पनि हुनुहुन्छ उहाँहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेनज्यू वा रविज्यूहरूलाई समर्थन गरिदिनु होला र आफ्नो देशको विकास गर्नुहोला र आफूमै योग्यता बनाउनुहोस्, आफ्नो योग्यता बनाउनुहोस् र अगाडि बढ्नुहोस्। यो नेताहरूको पछि लागेर हुँदैन। नेताहरूको पछि लाग्नुभयो भनेदेखि देश दिन प्रतिदिन डुब्दै जानेछ र हाम्रो बालबच्चाहरू, हाम्रो भविष्यहरू अन्धकार हुनेछ। यहाँ पढे लेखेकोलाई जागिरको समस्या हुनेछ र यो नेताको चाकरी गर्नेहरू मात्रै पैसावाला हुनेछन् र नेताको चाकरी गर्नेवालाहरूसँग मात्रै प्रहरी प्रशासन हुनेछ। किनभनेदेखि अलिकति पनि समस्या पर्यो भनेदेखि उनीहरूलाई नेताहरूले सपोर्ट गर्दछ, तर साधारण जनताको लागि नेताहरू आउने छैनन्। त्यही भएर हामी आफै गर्ने, आफै आफ्नो ज्ञान बढाउने, आफै आत्मनिर्भर बन्ने र आफूमा कसरी अगाडि बढ्न सकिन्छ र हाम्रो बालेनजी हुनुहुन्छ, रविजी हुनुहुन्छ, उहाँहरूलाई सपोर्ट गर्ने हो। तर हामीहरू सबैजना आफै अगाडि बढ्ने हो, उहाँहरूलाई सपोर्ट गर्ने हो र देशको विकासमा एक भएर लाग्ने हो। यो नेता कार्यकर्ताहरूको पछाडि लाग्ने होइन। हस्त, नमस्ते, धन्यवाद।